हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ हामी 5 बजे नै उठेर रेडी भएर बिहेमा जान लागेको। आज चाहिँ हाम्रो एकजना विदेशीको बिहे भइरहेको छ। त्यो 6 बजेतिर छिटो छिटो फ्रेस भएर हामी चाहिँ बिहेमा जानलाई रेडी। ओके, अरू कुरा चाहिँ हामी पछि देखाउनेछौँ। बाई। ल, उहाँहरू चाहिँ अहिले बिहेको लागि अहिले रेडी भइराख्नु भएको छ। हाम्रो बहिनीहरू म चाहिँ लिपस्टिक लाउँदै, म चाहिँ क्रिम के अरे सनस्क्रिन लाउँदै। ल, सो हामी जानलाई रेडी अनि हामी जान लाग्यो। सो साथीहरू, हामी चाहिँ हिँड्दा थाकिसकेछौँ। सुन्छ यहाँ मेरो माइकले, होइन? हामी थाकिसक्यौँ। धेरै लामो बाटो रहेछ र धेरै रमाइलो छ। अब हामी जाँदैछौँ। जे होस् सबैजना, तर धेरै गाह्रो छ। त्यही थाकेको छ, स्या भइरहेछ। अब हामी जाँदैछौँ। फाइनली गाइस हामी पुग्यौँ। जे होस्, तर लास्टै राम्रो भ्यू रहेछ यहाँ। सो यस, अहिले बिहेमा नाच्ने, अहिले जङ्गलमा सारङकोटको डाँडामा। यो त्यहाँ छ है सारङकोटको डाँडा। जस्ट लुकिङ लाइक वाउ वाउ। यो सबै दाउराको है, कस्तो दामी बनाएको छ यार, कस्तो दामी पानी। ल, हामी गयो, देखाइसक्यो म। हामी पुगिसक्यो। अरूजना चाहिँ यहीँ हुनुहुन्छ। हामीभन्दा अगाडि आइसक्नु भयो। हामी चाहिँ बिहेको लागि आइसकेको छौँ। यहाँ के भन्छ अरे यो ठाउँ? ट्री हाउस पोखराको। अनि घुम्न आएको यतातिर। यस्तो दामी ठाउँ छ के, कस्तै दामी ठाउँ छ। यहाँबाट टक्क सारङकोटको डाँडा देखिन्छ, तर अहिले उताबाट घाम लागेको बेला देखिँदैन। सो धेरै राम्रो ठाउँ छ, घुम्न आउनु होला। हामी आइसकेको छौँ र अहिले चाहिँ ब्रेकफास्ट हुँदैछ। सबैजना रेडी। सो साडीमा एकदम दामी दामी। सो ब्युटिफुल। दिस इज ब्लग। सो सक्यो। अब हामी जान लाग्यो। अब खाना खाने अनि हामी चाहिँ आफ्नो आफ्नो ठाउँमा जानेछौँ। जाने हो हामी। बिहे सक्यो। थ्याङ्क यू। सबैजना जान लाग्यो। हाम्रो बेहुला बेहुली पनि जान लाग्नुहुन्छ। हाम्रो बेहुला बेहुली पनि जान लाग्नुभयो उतातिर। हामी पनि जाने। अब जान लाग्यो सबैजना। अब हामी पनि जान लाग्यो है। फोटो खिचाउने हो। हेलो गाइस, हाम्रो जाने धेरै माया लागेछ उसलाई। अब बिहे सक्यो। हामी चाहिँ फोटोसुट गर्न जान लाग्यो। हामी चाहिँ बिहे सकेछ। अब हामी चाहिँ फोटोसुट गर्ने अनि त्यसपछि हामी जाने हो।
त्यहाँ हुनुहुन्छ हामी चाहिँ अब त्यसपछि फोटो सुट गरेर भात खाने अनि जाने उहाँ चाहिँ सुट गर्ने हो फोटो अनि अरू पनि अनि के भन्छ सनम तेरीको सममा भिडियो पनि बनाउने रे तर हिरो चाहिँ आज साडी लाएर आइदिएछ ल ठिकै छ गाइस अब ओके बाई बाई